Hello, Sathi. वेलकम छ मेरो Subscribe Garnu फेरि na एउटा Mera channel ब्लगमा Le हजुरहरूलाई आज Sablay. म मेरो माइतको नयाँ नौलो कुराहरू देखाउन जाँदैछु। आज चाहिँ म बारीमा औषधि हाल्न आएको है, यस्तै हो मकैमा औषधि हाल्न आएको। अनि मैले तलको र यहाँकोमा हालेँ, अनि अरूमा चाहिँ बुवाले ल्याउँदै हुनुहुन्छ। अनि यही नै हो आजको मेरो भिडियो। अनि मेरो घर चाहिँ त्यहाँ माथि छ हो, त्यहाँ त्यो चाहिँ गोठ हो, उतापट्टि मेरो घर हो। अनि यो चाहिँ मेरो माइती गाउँ हो। साँझको समयमा यस्तो आएको छ। हजुरहरूले कस्तो लाग्छ मेरो यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला र युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्छु। अनि हेर्दै गर्नु होला मेरो भिडियोहरू कस्तो लाग्छ है त। बाई बाई। देहे देखा मलाई देहे साथीहरू म चाहिँ औषधि हान्दैछु माइती गाउँमा आएर है, मकैमा औषधि हान्दैछु है म चाहिँ। यही हो मेरो भिडियो चाहिँ है। हजुरहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट मेरो भिडियोमा गरिदिनु होला र च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु हजुरहरूको माझबाट। बाई बाई। म चाहिँ मकैमा औषधि विषादी हाल्दैछु, हेर्नु होला है। पुरा कति गाह्रो भएको कि यो डोराले दुखाएर कस्तो गाह्रो भएको। यस्तै हो गाउँले जीवन, रमाइलो छ मेरो त। मकैलाई औषधि हालिरहेको छु। यसरी गाउँघरमा रमाइलो हुने के, सहर बजारमा भन्दा गाउँघरमा त साह्रै रमाइलो। यस्तो हरियाली डाँडा काँडा हेर्न पाइने है, रमाइलो छ। किराले यो मकै खाएर कस्तो बनाएको छ। म चाहिँ माइत आएको, बाउमा गर्न सक्दैनन्, अनि त्यही भएर अनि खै म गर्छु भनेर अनि मैले गरेको के। अनि म पनि कहाँ सक्ने हो र नि, फेरि यो डोरीले कम त दुखाएन मलाई, डोरीले दुखायो। अनि धेरै त लुटेर हेर्नुहुन्छ मकै। अनि अलिअलि रहेछ हेर्नु न, घाँसहरू यति डरलाग्दो घाँसहरू छैनन् भने मन चाहिँ साह्रै डर लाग्ने के घाँसहरू। डोरीले दुखाए माथिसम्म पुऱ्याउनु पर्छ भने माथिसम्म के नि घाँसहरू हरियाली साह्रै देख्न पाउने। यस्तै छ, हेरेर लाइक कमेन्ट गरिदिनु होला भन्न चाहे म चाहिँ हजुरहरूलाई। यही नै हो, अब चाहिँ फर्किनु पऱ्यो। कस्तो दुखी पारे साथीहरू मलाई त, यस्तो चालेर आइया दुखो यहीँबाट उक्लिनु हुन्थ्यो, सक्दैन रहेछ। अब चाहिँ म यताबाट फेरि घुमेर जान्छु। साह्रै गाडीको तलको त हाली भएछ कि एउटामा, यो दुइटा भइहाल्यो। तलतिर चाहिँ भाउजूहरूले रोप्नु भएको रे, अनि हाले होइन। यस्तै छ है गाउँले जीवन। यो चाहिँ हाम्रो चरौँदी बजार, म चाहिँ माइत आएको के। कम त गाह्रो हुनु। यसरी हाल्ने, फेरि हाल्नु यो माथिकोमा। अब चाहिँ मकै छैन योमा त, के भयो मकै छैन हो योमा त। दाउरा घाँस मेला पात रुँदै रुँदै हिँडियो बनपाखा, रुन्छ यो मन किन रुँदैन।
नाइको माया छुटेर गयो तिमीलाई याद आउँछ आउँदैन। गीत फेरि कडा छ त्यहाँ चाहिँ बेसार रोपेर रहेछ हाली भ्यायो योमा पनि। योमा त पातालो रहेछ क्या मकै पातालो मकै रहेछ। फेरि बन्द गर्नु पर्यो गाह्रो छ गाह्रो छ। कस्तो डोराले दुखायो क्या कस्तो डोराले दुखाएको छ। फेरि योमा हाल्नु पर्यो फेरि योमा हाल्नु पर्यो बाल्नु पर्यो। तिमीलाई लान्छ चढेर डोलीमा म त सानो गाउँ घरकै पहाडमा गैरी खेतैमा तिमी हाँसेर बसे है रम्ला यतैमा। मकै नि कम कस्तो पातालो रहेछ क्या पातालो मकै। यस्तो पातालो तिम्रो फोटो पानाको पातमा छ मनमा हैन मुटुको बीचमा छ गैरी खेतैमा तिमी हाँसेर बसे है रम्ला यतै। फाइनल्ली गाइज भ्यायो मकैमा बिसाती हालेर नि यही हो लास्ट। मकै नि छैन हौ कस्तो गाह्रो भयो। नबोली चढ्दैछु पराईको डोली बसे है नबोली। कम त गाह्रो भयो। तिम्रै यादले मुटु चिर्छ क्यारी बिर्सौला नि तिम्रै यादले मुटु चिर्छ क्यारी बिर्सौला नि यस्तो गर्मी महिनामा नि क्यारी खटौला नि नबोली चढ्दैछु पराईको डोली बसे है नबोली घरबाट माइत आएको भयो 2 दिन घरबाट माइती आएको भए 2 दिन। मेरो माया सधैँ तिमीलाई पर्खी है त त्यहीमा भाका फेरि आउँदैन के गीत गाएँ होला मैले यस्तो रमाइलोको लागि स्वर त छैन यसो गाइदिउँ न भनेर। यहाँ चाहिँ पहिला हाम्रो गोठ थियो क्या यहाँनिर गाई पालेको थियो के अरे राँगा भैँसी थियो राँगा थियो अनि मरेको नि त। यता पसिना कस्तो बिना हो नि त पसिना मसिना हेर्दै होला मेरो
मेरो बाटो कहिले आउँछ भनी हेर्दै होला मेरो बाटो कहिले आउँछौ भनी पिर नलिनु बुढा हजुर छिट्टै आउँछु मनी नबोली नबोली चढ्दैछु पराईको टोली बसे है नबोली नबोली। लौ त साथीहरू औषधि निहाली भ्याए पसिनाको पनि धारो भए अरू त के भनौँ र हजुरहरूलाई हैन। जताततै हरियाली मनै छुने ठाउँ जताततै हरियाली मनै छुने ठाउँ यस्तै नै छ हजुर मेरो जन्मिएको ठाउँ नबोली नबोली गइसके यो ठाउँलाई छोडी म त हो यो ठाउँको चेली। यही हो साथीहरू मेरो जन्मेको ठाउँ है। पसिनाको धारो भयो के गरौँ अब भ्यायो औषधि हालेर नि अब घरतिर लाग्नुपर्छ है। साथीहरू मेरो भिडियोमा लाइक गरिदिनुहोस्, राम्रो लागि कमेन्ट गरिदिनुहोस्, सेयर गरिदिनुहोस् र मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला भन्दछु है। रहरैमा बिहे भयो सानै उमेर थियो किन किन जन्मिएको घरै प्यारो भयो नबोली नबोली चढ्दैछु पराईको डोली बसे है। ल त साथीहरू यति नै हो आजको मेरो भिडियो। हजुरहरूले लाइक गरिदिनु होला, मन परेपछि लाइक कमेन्ट सब गरिदिनु होला भन्दै अझ हजुरहरूको म चाहिँ छोटो भिडियो राख्दै म चाहिँ बिदा हुन चाहन्छु। हेर बहिनी यहाँ चाहिँ यहाँ चाहिँ छ अलिकति यो चाहिँ फर्सीको मुन्टा हेर्नु त्यहाँ कति धेरै। साथीहरू बाई बाई।